हेलो साथीहरु, आज चाहिँ म यहाँ मकै बारीमा आएको छु। देख्न सक्नुहुन्छ साथीहरु, यहाँ चाहिँ सुगाले मकै त्राइसँग खाएको रहेछ है। हेर्नुस् त यहाँ यसरी खाएको छ पुरै हैन, ठुलठुलो जति एउटै खाली छैन। यो ठुलो पाटो छ हैन, यो पाटोमा चाहिँ प्राय सबै खाएको छ के। देख्न सक्नुहुन्छ, नखाएको चाहिँ एक दुईवटा होला। हेर्नुस् यसरी खान्छ है। अब किसानी गर्नेहरूलाई चाहिँ धेरै गाह्रो छ। अब नगरौँ पनि नहुने हैन, गरौँ पनि नहुने। हेर्नुस् त यसरी खाइदिएको छ। दुःख गरेर मेहनत गरेर गाह्रो छ है। यसरी नखाएको कुनै पनि छैन, सबै खाएको छ प्राय। हेर्नुस् त यहाँ झन् डेन्जर खाएर चाहिँ बाँदरले खाने त्यति नै है, सुगाले खाने त्यति नै। हेर्नुस् त यहाँ है, विरक्त लाग्ने गरी खाएको छ यार। ओहो, झन् अलि गाह्रो भएर भइरहेको थियो हैन। आफू पनि रेस्ट गर्दै थियो म। हेर्नुस् त एउटा पुरै खोया नै सकिने गरी खाएको छ कि, खोयाधरि खाएको छ कि यसरी। हेर्नुस् त कुनै पनि खाली छैन। ओहो, अब के गर्ने होला यस्तो भएपछि। एकतिर बाँदरले पिर्ने हैन, हेर्नुस् त एकतिर सुगाले यसरी खान्छ। ल है साथीहरु, गरेर अब यसको उपाय के छ होला भन्नु होला है तपाईहरुले। यसरी बिजोगै बनाएको छ हाम्रोतिर त है। सुगा त्यति नै छ, बाँदर त्यति नै छ। यसलाई चाहिँ के गर्दाखेरि चाहिँ अलि राम्रो होला भन्नु होला है त। हेर्नुस् त बिजोग छ नि हैन, मेहनत गर्यो, दुःख गर्यो, लास्टमा यस्तो हुन्छ है। यो चाहिँ एक पाटो ठुलो पाटा छ, यसमा चाहिँ सबै खाएको छ कि। एक ठाउँमा मात्र हैन, प्राय सबै ठाउँमा चाहिँ हाम्रो यसरी नै खाएको छ। अब के गर्दा ठिक होला।